ल है साथीहरु राजकोटीको पूजा फुल पूजा अब सुरु भयो। यहाँबाट मन्दिरमा जाने हो हामी। भेडा बोकेर नौवटा भेडा छ। अब हामी यहाँबाट माथिपट्टि चाहिँ पूजा गर्न जाने हो। ल है राजकोटी हिँडेको अवस्था। हिँड्नु 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 ल है भेडो पूजा गर्न हिँडेको धेरै छ 9वटा। देखो ए कता हो राजकोटीको पूजा हेर साथी जङ्गलैभरि भेडासित। तान्नु तान्नु ल यी अब राजकोटीहरुको कुलैन मन्दिर यही हो। सात यो हाम्रो कुलाइन मन्दिर हो। गुल्मीमा यसरी भेडा पूजा गरिन्छ। 1 वर्ष बिराएर पूजा गरिन्छ है 3 वर्षमा। अनि यहाँबाट दामी दामी डाँडा देखिन्छ। यो लुम्पेकको यो ठाउँहरू दामी दामी देखिन्छ। ल आज हाम्रो राजकोटीहरुको कुल पूजामा यसरी चाहिँ भेडा काटेर पूजा गरेर टक्क बनाउँदैछौँ। साथीले यहाँ बनाउँदै हुनुहुन्छ हरि हाम्रो हरि खतरा बुच्चर यहाँ राजखानी खै 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 राजखानी राजधानी र राजखानी एउटै हो। यहाँ एउटा बन्दैछ सत्त अनि यो यहाँ एउटा रेडी छ। हामी यहाँ सबैजना राजकोटी परिवार हो। हाम्रो राजकोटीहरू धेरै छन् नि फेरि कम सोच्नु भने यताबाट राजकोटी सब राजकोटी अहिले आउँदै हो। यता अगाडिबाट हो कि उल्टे गराउनु लाग्छ। ल हाम्रो हरि राजकोटीको कटिङ स्याट हो क्या होइन। ल राजकोटीहरू बल्ल कसिएको अवस्था छ। ए हजुर पाकेर खाने त अब राति त होला। त्यही भएर लाइटको व्यवस्था पनि गरिएको छ त्यहाँ माथि। यता छिल्दैछन् साथीहरूले, यता चाहिँ हामी काट्नेवाला पिस गराउनेवाला। यता चाहिँ हाम्रो बुहारीले टमाटर काट्दै प्याज ल साथीहरू यो भिडियो चाहिँ अलिक ढिलो अपलोड भयो। यद्यपि हामीले चाहिँ यसरी खाएका थियौँ कुलपूजामा। सबै चिजहरू चाहिँ देखाउन नमिल्ने कम्युनिटी गाइडलाइन्सको कुरा हुन्छ, अनेक कुरा हुन्छ होइन। त्यही भएर म काममा पनि बिजी भएँ, मैले भिडियो खिच्न पाएन पछाडि। त्यही भएर चाहिँ यसरी बुढापाकाहरूको मजाको गफहरू सुन्दै काम गर्न छुट्टै मजा भइरहेको थियो। अहिले चाहिँ हामी कुलपूजामा सबैजना करिब 44 घर जति चाहिँ हामी राजकोटीहरूको समग्रमा जम्मा भएर गुल्मी गएर एकदमै रमाइलो तरिकाले पूजाआजा गरेर हामीले कुलपूजाको सबै काम सकेर आयौँ।
यसरी सेकुवा आउँदैछ कुनै यहाँ, सकुवा, सेकुवा। कुनै के गरेर मजाले पकाएर खायौँ साथीहरू। रमाइलो भयो है, सबै भिडियो देखाउनु पाइएन, एकदमै रमाइलो चाहिँ भयो।